पनि यतिसम्म मान्छे मैले जान्छन् मैले कल्पना पनि गरेको थिएन कि। अस्ति मात्रै भर्खरै पनि उहाँ बुवालाई उता आएको छ, पैसा आएको छ, त्यो छोरीले त्यही पैसा उताबाट त्यो पाकिस्तानीसँग लिने अनि उता बाउलाई पठाउने, त्यही पैसा बाउले मलाई दिएर अनि डिभोर्स गर्न खोज्ने कि। यो कहाँसम्मको अन्याय होला कि, यो चाहिँ कतिसम्मको अन्याय। मैले यही दिन देख्नलाई मैले आफ्नो बुढीलाई मैले युएस पठाउ होला त, अब भोलि हाम्रो सपना होला, सुन्दर होला, के सोचेको थिएँ। 4 वर्षभित्रमा त मेरो कति धेरै मेमोरी बनिसकेको थियो कि, त्यो त मलाई मात्र थाहा छ। त्यो मान्छे पहिला यस्तो थिएन, नेपाल हुँदा चाहिँ राम्रै थियो, केही पनि थिएन, हामीहरू जे कुरा पनि मिलेरै गर्थ्यो, सेयर गर्थ्यो, सबै कुरा गर्थ्यो। तर युएस गएपछि उसले चाहिँ पुरै चेन्ज भयो। नेपालमा हुँदाखेरि चाहिँ इभन आफै पनि विचार गर्नु, नेपालमा हुँदाखेरि हाम्रो अहिले त मेरो बच्चाहरू केही पनि भएको छैन, उसले चाहिँ बच्चा भएको छैन, बच्चाको नाम धरिराख्थ्यो कि। अब भनेपछि त्यो पीडा मेमोरी त कति छ कि म सम्झेर चाहिँ मलाई एकदमै गाह्रो हुन्छ। त्यही भएर म चाहिँ यो जस्ट सोसल अवेरनेसका लागि मैले चाहिँ यो भिडियो हालेको हो। यस्तो पनि हुन्छ, हुनसक्छ भोलि यो घटना कसैमा नघटोस्। कसैले पनि बुढा र बुढी इभन यदि छुट्टियो भने यो घटना चाहिँ धेरै म्याक्सिममकोमा आउने नै रहेछ कि, मैले धेरै जस्तो विचार गरेँ। तर यो कुरालाई अरूले दबाएर राख्छ, मैले चाहिँ सकिनँ है। त्यही भएर जे हुनु थियो लाइफमा भइहाल्यो, ठिकै छ। अब उसको केटीको अब ठिकै छ, अब राम्रो होस्, सफल होस्, मलाई केही भन्नु पनि छैन। उसको आमा बाउलाई पनि मैले केही भन्नु छैन। यति हार गुहार गर्दा 10 महिना 8 महिनासम्म पुऱ्याउँदा, मलाई डिप्रेसनमा पार्दा, मेरो भत्ताभुङ्ग पर्दा त उनीहरूले दयामाया उनीहरूमा पलाएन भने अब के भन्नु छ। बस मैले यति भन्नु थियो, सबै समक्ष मैले आफ्नो कुरा यही राखेँ। बस सबैलाई माया छ।